नेपाल भाषाका पहिलो पुस्ताका महिला कथाकारमध्ये प्रकाश कुमारी प्रधानाङ पनि एक हुन्। विक्रम सम्वत 1998 सालमा पाल्पा तानसेनमा जन्मनुभएका उहाँले 10 वर्षको कलिलो उमेरमा 2007 सालको जनआन्दोलनमा पनि भाग लिनुभएको थियो। सर्वप्रथम 2013 सालमा धर्मोदय मासिकमा नेपाल भाषाको प्रतिज्ञा कथा प्रकाशित भएको उनका मैसाङपा, कलाकार, लुफी, अपवाद, आत्मप्रकाशन आदि पुस्तक प्रकाशित भएको छ। कथाकार नेपाल भाषाका कथाकार भए पनि प्रस्तुत कथामा नेवार समाजबाट पृथक समाजको घटना उल्लेखित छ। प्रस्तुत कथाको घटना आज पनि काठमाडौँको लागि नौलो घटना नै लाग्न सक्दछ। अब सुन्नुहोस् 81 वर्षीय कथाकार प्रकाश प्रधानाङको कथा आलु व्यापारी। प्रस्तुत कथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाल भाषाबाट अनुदित भ्युजिएका पाइलाहरू कथा सङ्ग्रहबाट साभार गरिएको हो। कथाको भाषा अनुवादक ध्रुव मरिकर्मी र नवीन चित्रकार हुन्। अझ त्यस दिन त आकाश बादलले धम्म ढाकिएको थियो। चिसो भएकोले चोकमा सुकुल ओछ्याएर बसिरहेको थिएँ। त्यही बेला ल आलु भन्दै एउटा खुद्रा व्यापारी आलु बेच्दै आइपुग्यो। किनिदिन्छ कि भन्ने आशाले हेर्दै भन्यो, हिजो लिएको थियो, के गर्ने मालिक, त्यतिलाई हामीले नाफै हुन्न। तिमीहरूले नाफा छ कहाँ भन्छौ? मनको रुपैयाँ छ आलुको भाउ? मेरो यो आलुको भाउ 12 रुपियाँ पर्छ मालिक। त्यति त तिमीहरू भनिहाल्छौ नि। होइन मालिक, हामीलाई फाइदै छैन। अलिकति फाइदा होला कि भनेर रगत पसिना बगाएर कहाँदेखि बेच्न आइरहेको छु। कहाँबाट ल्याएको तिमीले यो? मैले सोधेँ। भगुरबाट, उसले जवाफ दियो। मलाई पनि आलु आवश्यक नै भएकोले भने आलु त जति किने पनि पुग्दैन। आज किनियो, केटाकेटीहरूले भोलिपल्ट सकाइदिन्छन्। केटाकेटीहरूले पनि साह्रै कायल पारिसके। आलु पोल्छन् अनि खल्ती भरि राखेर खेल्न जान्छन्। यिनीहरूको त मनपर्ने खाना नै भएको छ आलु। आफ्नै खेतमा फलेपछि मात्र मन लागे जति खाऊ भनेर कति सम्झाइसके, मानेकै होइन। आफू कहाँ हुँदा के गर्नुपर्छ के थाहा छैन यिनीहरूलाई। लिने हो कि होइन मालिक? उसले सोध्यो। लिने हो, तिमीले भाउ नै मिलाएनौ। भाउ त त्यही हो मालिक। बुढो भइसक्यो, धेरै अन्याय गर्नुहुन्न, मैले थत्ता गरेरै भने। बुढो भएर के गर्ने मालिक? मर्न सकेको छैन, यसैबाट पेट पाल्नुपर्छ। बुढो भएर बाँच्न पुग्यो भन्दा पनि ईश्वरले बचाइराखेको छ। पहिला नै मर्नुपर्ने यो बुढालाई अहिलेसम्म जिउँदै राखेको छ। पछि मर्नुपर्ने अगावि मरेर गए भन्दा भन्दै बुढाको आँखामा आँसु भरियो। मैले उसलाई एकचोटि टल्ल परेर हेरेँ। उसको अनुहारमा ऐको जस्तो जोस छैन। अहिले हेर्दा उसले त्यति धेरै आलुको भारी बोक्न सक्ला जस्तो लागेन। चाउरी परेको अनुहार, स्याप्प परेको गाला, खोपिल्ट परेको गालामा हात राखेर उत्तुसुक्क बस्यो। अनुहार अँध्यारो छ। आँखामा आएको आँसु पुस्दै यताउति हेऱ्यो। किन रोएको? मैले उसलाई हेर्दै सोधेँ। आँखाबाट आँसु झार्नु सिवाय अरू के बाँकी छ र मालिक यो दुखीलाई? उसको आँखाबाट आँसुका ढिक्का बग्न थाल्यो। मेरो मुटु रन्थनियो। खाट अलि अगाडि सारेर उसको कुरा सुन्न म राम्रैसँग बसेँ। अनि मैले सोधेँ, के तिमी एक्लै छौ? एक्लै भने पनि हुन्छ, उसले लामो सुस्केर हाल्दै भन्यो। मैले उसको अनुहार हेरिरहेँ। उसले खेलिरहेका केटाकेटीहरूतर्फ हेर्दै भन्यो, यसरी आलु बेच्दै हिँड्नु पर्ला भने मैले सोचेकै थिएन। मेरो स्वास्नी घरको काम, खेतीको काम राम्रैसँग गर्न सक्थे। हामी दुईजनाले काम गरेर गृहस्थी राम्रोसँगै चलाइरहेका थियौँ। एक दिन कालगतिले उसको मृत्यु भयो। मैले केही गर्न सकिनँ। हाम्रो एउटा सानो छोरो थियो। छोरा अलिअलि गर्दै ठुलो हुँदै आयो। मलाई घरको काममा अलिअलि मद्दत गर्न सक्ने भयो। अब त भातसँग पकाएर खुवाउन सक्ने भयो। 10 वर्षको हुँदा 21 वर्षकीसित बिहे गराइदिएँ। उसको कुरा सुनेर म चकित भएँ। मैले सोधेँ, 10 वर्षको लागि 21 वर्षकी बुहारी? केटाभन्दा केटी त्यति धेरै उमेर भयो कि? मालिक, हाम्रो समाजको चलन नै यस्तै छ। हामीलाई राम्री भन्दा पनि बलिया काम लाग्छन्। काम गर्न सक्ने चाहिन्छ। त्यसैले मैले नै छानेर बुहारी ल्याएँ। हाम्रो बुहारी पनि निकै काम गर्न सक्ने खालकी थिए। छोरालाई पछि पछि लगाएर सबै काम गर्थे। उनीहरूको कामले गर्दा मलाई आफ्नै स्वास्नी समेत बिर्साइदियो। उनीहरूको सहयोगले अलिकति भए पनि सन्तोषले सास फेर्न फुर्सद मिल्यो मलाई। म गाउँको मुख्य भएकाले मलाई सबैले मान्थे। त्यसैले उनीहरूले पनि मलाई अलिकति भए पनि दुःखमा साथ दिए। तर अरूले सहयोग गरेर कति सक्नु? मेरो खेतमा उनीहरूले पनि नसगाएका होइनन्, तैपनि मैले राम्रै खेतमा काम गर्न सकिनँ। पोत तिर्न पनि गाह्रो भयो। त्यसैले मैले मालिकलाई खेत फर्काइदिएँ।
उसले आफ्नो कथा भनिरह्यो। मलाई आश्चर्य लाग्यो, यिनीहरूको कस्तो प्रथा। 1-2 वर्ष मात्र होइन, 11 वर्ष जेठीसित किन विवाह गरिदिएको होला। मेरो आँखामा 21 वर्षकी युवती र 10 वर्षको केटो उभिन आए। अनि मैले उसित सोधे, होइन तिमीहरूको विवाह गर्नु भनेको के काम गराउनको लागि हो? उसले जवाब दियो, गृहस्थी बसाएर पेट पाल्ने त हो नि मालिक, नत्र मान्छेहरू कसरी बाँच्न सक्लान्। खेतीपातीको काममा सहयोग नगर्ने बुहारी ल्याएर के काम? घरमा ल्याएर देखे खुवाएर मात्र राख्नुपर्ने बुहारी दिने त जो पनि तयार छन्। तर मालिक, ईश्वरको कृपाले मलाई काममा सघाउने बुहारी प्राप्त भयो। मेरो घरमा अरू कोही आइमाई भएन, त्यसैले मैले बुहारीलाई घर भित्राको हप्ता दिन नबित्दै सबै जिम्मा दिएँ। उसको कुरा सुनेर मलाई झन् कौतूहल जाग्यो। तिमीहरूको त्यस्तो प्रथाको बारेमा अरू कुरा पनि भन न, मैले सिधै भने। सुन्नुहुन्छ? उसले भन्यो। भन न, मैले भने। फेरि मलाई अन्त जान ढिलो होला, उसले आलो हेर्दै भन्यो। मैले उसको कुरा सुन्नको लागि भने, तिमी गाउँको मुखिया भइकन पनि यसरी आलु बेच्दै किन हिँड्नु पर्यो? उसले मेरो मुख तल्ल परेर हेर्दै लामो सुस्केर हाल्यो। मैले पनि उसलाई हेरिरहेँ। उसले फेरि भन्यो, दिन दशा बिग्रिएपछि जति गरे पनि केही लाग्दो रहन्छ। यति भन्दा भन्दै उसको आँखामा आँसु रसायो। म चुप लागेँ। तिमीले बुहारी त साथमा छिनु होला नि, मैले भने। उनीहरू भएको भए मैले यसरी दुःख गरिरहनु पर्थ्यो र? उसले आँसु चुहाउँदै भन्यो। किन उनीहरू छुटिएर बसे कि? मैले फेरि सोधेँ। होइन, मेरो भाग्यमै रहन्छ सुख भोग्न। मेरो स्वास्नी बितेपछि दुःख कष्ट सहेर पनि छोराको आशाले बाँचेँ। छोरो पनि खराब थिएन, उसको स्वभाव निकै राम्रो थियो, मेरो कुरा सुन्थ्यो। बिहेपछि बुहारीले पनि निकै काम गरी। आमा नभएको बच्चो भनेर सबैले माया पनि गरे। उसको बिहे भएको 4 वर्षपछि मेरो घरको अवस्था राम्रो हुँदै आयो। छोराले पनि काम गर्न सक्ने हो। मैले सोचे घरमा लक्ष्मीको बास भएछ। तर यो सुख केही दिनको लागि मात्रै रहेछ। दैवले हामीहरूको सुख सहन सकेन। एक दिन अचानक 2 दिनको ज्वरोले मेरो छोरा मर्यो। हामीलाई रुवाएर कालले छोरोलाई हरेर लग्यो। मैले बुहारीको दुर्दशा हेर्नु पर्यो। उसको चुरा नभएको हात, टीका नभएको निधार देखेर मेरो मन छिया भयो। बुहारीको यस्तो अवस्था देखेर मलाई करुणा जाग्यो। मेरा अरू छोरा थिएनन्, त्यसैले अब ऊ कसको आशामा यो घरमा बसिरहने? मैले पनि मन थाम्न सकिनँ। उसले अब कसको नाममा चुरा लाउने यस घरमा? मेरो अर्को पनि छोरा भइदिएको भए पनि बुहारीलाई उसको नाममा भए पनि यस घरमा सिन्दुर चुरा लाउने उत्साह हुन्थ्यो होला। अब म जस्तो गरिबलाई फेरि कसले आफ्नो छोरा देला? कहीँबाट कसैको छोरा फेला पारौँ भन्नलाई पनि त्यति सजिलो छैन। तैपनि उसलाई ठिक्क मिल्ने अथवा उसले पर्खेर बस्नलाई हुने गरी सानै भए पनि फेला पर्न सक्ला भन्ने आशंका पनि मनमा रह्यो। यसरी आशा गर्दा गर्दा 2 वर्ष त त्यसै बित्यो। बुहारी र म मात्र भएर घर चलाइरह्यो। अरू भए 2 वर्षसम्म कहाँ कुरेर बस्थे। अन्तै पहिले हिँडिसक्थे भोलि। तर ऊ असल बुहारी भएकीले चुपचाप बसिरहे। मैले साँच्चै असल बुहारी फेला पारेको रहेछु। भाले बाँच्न अगावि उनी तुकी बालेर धान कुट्न जान्छ अनि झिसमिसमै अन्य काममा लाग्थे। कहिलेकाहीँ म उसले काम गरिरहेको हेरिरहन्थे। ऊ कति सोझी भने कसैले केही भनी हाले पनि केही नबोली बसिरहन्थे। लाज मान्दै निहुरिरहन्थे। उसले केही लामो सास फेर्दै भन्यो, छोरा हुन्जेल त उसको अनुहार उज्याली थियो। जुन दिन छोरा बित्यो त्यहाँदेखि उसको अनुहारको हाँसो हरायो। अनि उसको यस्तो अनुहार देख्दा मेरो मुटु नै फुट्ला जस्तो हुन्थ्यो। मैले धेरै दिनसम्म यस्तो बिजोग हेर्न सकिनँ। उसलाई आफूले केही केटा खोजेर पोइलजा भन्न पनि सकेको होइन। त्यसैले मैले एक दिन भने, तिम्रो निम्ति एउटा छोरो खोजेर ल्याउँछु है। उसले लाज माने टाउको निहुराए। उसको स्वीकृतिपछि मैले बुहारीको लागि अर्को छोरो खोज्न थालेँ। उसको कुरा सुनेर मलाई फेरि छक्क लाग्यो र सोधेँ, बुहारीका लागि छोरो खोज्ने भनेर तिमीले के भनेको? अरूको छोरा पनि आफ्नो जस्तो हुन्छ र? आफ्नो ठानेर अँगालेपछि आफ्नै जस्तो हुने त हो। अरूलाई छोरो बनाएर घर ल्याएपछि बुहारी पनि पराई हुन र? हुँदैन। भएभरको सम्पत्ति उसैलाई दिएपछि त्यसो कहाँ हुन्छ र? उसको कुरा सुनेर मलाई झन् उनीहरूको सामाजिक चलनबारे सुन्ने उत्साह जाग्यो। कसरी ल्याउँछौ त बुहारीको लागि छोरा? मैले सोधेँ। खोजेपछि फेला पर्ने त हो नि। त्यस्तै आफन्त कोही नभएको खोज्नुपर्छ अनि फेला पर्छ। आमा बाउ भएकाहरू आउन कहाँ मान्छन् र? जसको घरबार छैन, आफन्त कोही छैन, त्यस्तालाई ल्याउने हो, उसले भन्यो। अनि के तिमीलाई फेला पार्यो त? मैले सोधेँ।
बुहारीको निन्याउरो अनुहार हेर्न सकिन साह्रै माया लाग्थ्यो। घरमा म र बुहारी मात्र बस्न पनि निको लागेन मलाई। अनि मैले एउटा छोरो खोजिहालेँ। गाउँमा चिने जानेका जतिलाई भन्दै हिँडे, एक दिन फेला परिहाल्यो। तिमीलाई माया त गर्छ? मैले सोधेँ। गर्छ नै भन्नुपर्छ, उसले भन्यो। त्यसो भए तिमीलाई फेरि सुक्कै भयो होइन त? मैले भने नि भगवानले नि मलाई दुःख दिनुको लागि नै यस संसारमा पठाएका हुन्। मैले कहाँ सुख भोग्नु पाउनु र? बुढो भए, खेतीपाती गर्न नसक्ने भए, आफूले छोरा बनाएर ल्याएको छोरा पनि सधैँ जोरले बिरामी भइरहने। सुख शान्तिको छायामा कहिल्यै बस्न पाइएन। भएको अलिकति श्रीखुरी पनि उसलाई औषधि गर्दा गर्दा खर्च भयो। मैले छोरो ल्याएँ बुहारीको दुःख हत्ला भनेर, तर उसको अनुहारमा खुसी फर्किएर आएन। दिनदिनी बिरामीको सेवा सुसार गर्दै ठिक भयो। काम गर्न पनि कति गर्न सके कि उसले काम गरेको देख्दा मै छक्क पर्छु। धेरै मेहनत गरेर हो कि भाग्यले नै नसकेको भनौँ, एक दिन कालले उसलाई पनि लग्यो। बुहारी नभएपछि मलाई यो संसार देखिने दिक्क लाग्यो। तैपनि छोरो बनाएर ल्याएकोसित सुख दुःखले दिन बिताइरहे, खेतीपाती गर्न सकिन। अलिअलि गरेर खेत फिर्ता गर्नु पर्यो। अनि त खानेलाई पनि पुगेन। अब आलु बेच्दै हिँड्नु पर्यो। उसले आफ्नो कथा भनिरह्यो। उसको आँखाबाट आँसु टप टप झरिरह्यो। आलु राखिएको धक्की हेर्दै आँसु पुस्दै भन्यो, ल लिनुहोस् एक आधा नै। उसको दुःखले मलाई निकै छोयो। मैले उसले भनेको मोलमै आलु लिन सोचेँ। म उठेर जान सकिनँ। उसको दुःखले मलाई पनि बिहोल बनायो। मैले बसेकै ठाउँबाट ढुकुटीको काम हेर्ने डङ्गालाई बोलाएर धान लिन पठाएँ। धान ल्याएपछि उसले धान अनुसारको खुरखुलो आलु जोख्यो। भयो, म त्यतिमै लिन्छु, तिमीलाई किन नोक्सान पार्नु? मैले भने। भइहाल्यो, लिनुहोस्, उसले सहृदय भावले भन्यो। आलु दिएर ऊ गयो। मलाई लाग्यो मैले पनि सहृदय भएरै आलु लिनु पर्थ्यो। तैपनि मैले केही भन्न सकिनँ। ऊ उठेर सरासर गयो। म हेरिरहेँ। उसको पछि पछि उसका मृत छोरा र बुहारी पनि पछि पछि गइरहेको जस्तो लाग्यो। कथा सकियो।